भन्छ कि नमिसाउनु ठुलोमा सानो नमिसाउनु राम्रो देखिन्न बच्चालाई केटीलाई चाहिँ सानसानोकै राम्रो देखिन्छ नि त ठुलालाई चाहिँ ठुल्ठुलो हुन्छ फोटो चाहिन्छ धेरै लामो बनाएको म यहाँ टुप्पो खाल्छु गोली लगाउने फुल्छ मैले त हिजो सानसानो हुने थियो उहाँ पनि छ एउटा भारी बोरी भान्जी जत्रै भान्जीलाई जत्रै बनाइदियो हुन्छ त्यसलाई पनि के भन्नु भान्जी अङ्कलको छोरा दुईजना फुलबाको छोरा एकजना एउटा अनुमान गर्ने मालाको साइडको क्या तिमीलाई स्टिकर लगाएर राख्नु मेरो साट्टेर अनि जेठो भन्दा कान्छो ठुलो हुँदैन ठुलो स्टिकर लाउनु पर्दैन होइन लाइन लगेर अहिले धुना राख्नु पर्दैन मिलाएर चला भनिरहेको छु दादालाई दिन ढक्कन त अब मैले हराएन फेरि ढक्कन भन्दा ढक्कन हराए त्यतिले मेरो ढक्कनै हराइदि ढक्कन खोल भनियो ढक्कन पनि हराएको नजाऊ है कालो त ला भने खोज टाढो हुने नि बस ढक्कन भनिरहेको छु अझै भयो भने ढक्कन भेटाउनु अब यहाँ अड्किरा मलाई ढक्कन खुल्छ नि किन्छु सुमेरु हाल्दै अब कसरी हो सुमेरु हो कि कुमेरु बान्ने हो यसलाई सिक्सीले छेडेर अनि पनक्क धागो हालिदियो मतलब दुध यसलाई यहाँ पार्नु पर्छ भन्छ त त्यो पैसो कहाँ छ कहाँ यहाँ पछाडि यस्तो होइन सुमेरुलाई यहाँ पार्नु पर्छ अरे चाँडो भयो केटीलाई केटी पार्टीलाई भयो अब 3टा ठुला पार्टीलाई भयो
यहाँकालाई त पुगे के 4-3-7 भयो केटा मान्छे घरकालाई पुगेन केटाकेटी सबैलाई पुगेन होइन केटाकेटी सबैलाई पुगेन पुगे अब मेरो टिम अब तिम्रो टिम पुगेपछि अनि रको फेरि हुने अनि राधिका दिदीले मारा ल्याउँछ 7वटा भन्नुमा होइन घरमा गाउनु त फेरि राधिका दिदीले के ल्याउनु 2टा माला पुग्ने फुल छ ल्याउनु नै हुने हो कि फेरि फुल मात्रै छ भन्दा फेरि ल्याउनु हुन्छ नबनाउनु 4वटा पुग्यो भने हाम्रो लाउने 6वटा चाहिन्छ फुलमा 4वटा काम चलाउ सरकार भने 3टा काम चलाउँछ त्यही राख न अहिले पछि लैजाऊ एकछिन हो त्यही लाउनु रहेछ है त्यही एकछिनलाई भयो नि 400-500 तिरेर माला किनेर मान्छे 400-500 मैले भनिहाल्छु त एउटा पोस्ट देखेर मैले 900 भनेको रे के एउटा माला काठमाडौँमा हो यहाँ यही बेला भनेर जति नै भन्छ के भन्छ यही हो मौका भन्छ न अनि अब सबैलाई चाहिएकै हुन्छ अनि जति भनेको पनि लिएर गइहाल्नु मजाले राम्रो हाल्नु छ राम्रो हैन मम्मी सुन बोल पानी हो तो कति बोलेका हो के टाउको दुखिसक्यो यहाँ रिकर्ड भइरहेको छ नि ओ तर कति धेरै त कत्रो त्यतिकै युट्युबमा पठाउँछ युट्युबमा पठाउँछ युट्युबमा ल अब नु भनेर नाचौ न नाचौ गीत गायो नाच्छ हजुर नाच्छ दिदीलाई गयो ल पहिले आई लभ यु भन्दै गए म कति चिसो आउ छिटो आउ आयो ओए सियोले कति नै उडेको हुन दिदी पनि दादा पनि देऊ सबैलाई आयो ल्याउ कहिले नि आइले ए तिम्रो दुध पोखेला बुनम कोही क्या पोखे हैन अर्को खाली गर्छ I love you. ल अर्को साका साथ गर्ने ल थ्यांक यू दिदी सो आयो बुतु आयो बुथी भन्नु न आयो बुथी आयो थी भन्नु न आऊ फेरि किन्द नबोल हेर त तिमी बाबा दा सुमेरु पर्व त्यहाँ छ यो मलाई हो तपाईलाई यसमा ठुल्ठुलो हो हेर मैले के बिचाको अनि बुहारीले छुटाउनु पर्यो बुहारीलाई यस्तो मलाई दुईटा पर्ने हो विकासले मलाई राख्दिन दिदीलाई गोलो मान्छे यो रातो रातो सबै मिक्स गरेर कति राम्रो हुन्छ पुरै अरूले पनि मलाई पनि यस्तै माला बनाइदियो म त्यस्तो गोरु हो बोले किरी लाउँदाखेरि गोरु भयो माला बनाएर सकियो अब हामी सुत्ने तयारी गर्छौँ ए मेरो I love you. यो बन्द माथि
आउने होला नि त माथि राखेको चाहिँ लाइन एकै ठाउँमा कुच्चाएर राख्नुभएको यसो बाँस सास केही भएको भए पनि त्यसमा उस गरेर राखेको भयो के यसरी राखिदिउँ हो यसरी राख्यो भने यसरी कुच्चाएर त कुच्चिन्छ के अगाडि धेरै अगाडि नआउनु भन्छ छुट्टै छुट्टै राख्दैन कि त्यो कुच्चिँदैन नत्र त कुच्चिन्छ यत्रो लुज भर्छ के फेरि यहाँको त्यो सुँगो खेलाउँदा खसारले चाहिँ के भर्छ पनि त्यस्तो लुज त हुन नपर्ने त्यो त माले ब्यालेन्स नै मिलाउनु भएन नि त कुनै सानो कुनै ठुलो साइज मिलाएर हालेको भए कति राम्रो देखिन्थ्यो यसमा एउटै लेभलको छ नि यो मैले लानु भनेको वाला होइन हो त लेभलको मिल्यो भने मलाई राम्रो हुन्छ कि त्यो त पत्र पत्र भयो त खुट्टाको त साइज नमिलेर कि हो यो अलि कस्तो कस्तो देखेको कि यो कुनै ठुलो कुनै सानो हो कि यसमा साइज मिलेन कि हेर्नु नि त 3-4वटा साइजको हो कि बत्ती कस्तो राम्रो हो बच्चा पार्टीको नि साइज मिल्यो त्यो ठुलो पार्टीको चाहिँ त्यो चाहिँ कसको उसको मिलेन छ लाइट कस्तो राम्रो आएको कि भान्दा बाहिर त चिसो होला नि भित्र सुत्या भयो हुन्थ्यो त